सबैजनालाई नमस्कार। म हाल मालदिभ्समा छु। म आएको 2 साल भयो। म चाहिँ आफूले जानेको 2 सालसम्म सिकेको कुरा चाहिँ केही साथीहरूलाई भनौँ कि भनेर आएको। प्लिज कुनै व्यक्ति तपाईँ या तपाईँको आफन्तीहरू कुनै मालदिभ्समा आउँदै हुनुहुन्छ या आउन चाहँदै हुनुहुन्छ भने प्लिज यो भिडियो हेरेर मात्र बुझेर मात्रै आइदिनु होला। किनभने तपाईँको कम्पनीले सबभन्दा मेन कुरा बुझ्नुपर्ने त तपाईँको कम्पनीले तपाईँलाई USD स्यालेरी दिन्छ या मालदिभियन रुपियाँ दिन्छ। त्यो चाहिँ बुझ्नै पर्ने कुरा हुन्छ। किनभने हामीले मालदिभियन यहाँको रुपियाँ चाहिँ हामीले डाइरेक्ट नेपाल पठाउन सक्दैन। हामीले डलरमा एक्सचेन्ज गरेर मात्रै पठाउन मिल्छ। एक्सचेन्ज गर्दाखेरि पनि यहाँको रेट हाम्रो एकदम धेरै हाई चलिरहेको छ अहिले डलरको। डलर एक्सचेन्ज गर्दाखेरि तपाईँलाई 6000 स्यालेरी दिन्छ भने हामीले $300 पनि एक्सचेन्ज गर्न पाउँदैनौँ। त्यही भएर तपाईँलाई इफ $300 USD दिन्छ भने चाहिँ तपाईँ आउँदा हुन्छ। USD नै दिन्छ भने अनि हामीले मालदिभियन रुपियाँ दिन्छ भने प्लिज नआइदिनु होला। 300 बाट हामीलाई मालदिभियन रुपियाँ दिन्छ भने 5400 हुन्छ। त्यो चाहिँ त्यतिमा चाहिँ नआइदिनु होला प्लिज। हामीलाई धेरै साह्रो पर्छ यहाँ। इफ तपाईँलाई इमर्जेन्सी नै छ भने त अब आफ्नो गर्दा हुन्छ। नत्र भनेपछि चाहिँ तपाईँ जे सोचेर आउँदै हुनुहुन्छ नेपालदेखि एजेन्टले त पैसा लिन्छ। एजेन्टको थ्रुबाटै आउने हो। एजेन्टले त 3 लाख भन्दा माथि नै लिन्छ। त्यही भएर एजेन्टलाई पनि धेरै पैसा नदिनु होला भन्छु म चाहिँ। सकेसम्म कोही आफन्ती छ तपाईँको या कुनै छ भने त्यसलाई कन्ट्याक्ट गरेर आउँदा हुन्छ। नत्र भने एजेन्टलाई चाहिँ त्यति धेरै पैसा नदिनु। अनि यहाँ आएपछि त्यो USD र MBR के चाहिँ दिनुहुन्छ हामीलाई स्यालेरी त्यो चाहिँ फिक्स गरेर चाहिँ आइदिनु होला। धन्यवाद।